ह्याप्पी न्यू इयर गाइज। आज चाहिँ हामीले चिसो पनि भइरहेको छ अनि झन् आज त न्यू इयर। यही मौकामा हामीले चाहिँ कोदोको ढेँडो र मासु खाने प्लान बनायौँ। ढेँडो खानको लागि हामीसँग कोदोको पिठो पनि छ अनि यो पापड है त। खाना पकाउन भनेपछि मेरो मायुलाई चाहिँ साह्रै जाँगर आउँछ के फेरि, अनि भोक पनि लागिराखेको थियो अनि के खाम भएर यता फेरि सकरखण्ड पनि उसिनेको थिएँ है। यो पनि पाक्यो है त। यो सकरखण्ड चाहिँ सायद जापान आएपछि मैले फर्स्ट टाइम नै खाएको छु होला। खाने भन्दै मिसो नै नमिल्ने के साथीहरू। कस्तो राम्रो देखिएको छ, हेर्दा पनि मिठो होला जस्तो। चखिहालौँ न त एउटा है त। वाउ मिठो रहेछ, सेम नेपालको जस्तै छ है त साथीहरू। ल मैले अलिकति मेरो मुटुलाई नि खुवाइदिएँ, मिठो छ है त। अब चाहिँ यता टिमुर हालेर टमाटरको अचार बनाउने है त। टमाटरलाई चाहिँ मैले बोइल गर्नको लागि डेन्चीमा हालिदिएँ। अब खाना चाहिँ मैले फेरि खाएँ है त सबभन्दा। म चाहिँ खन्चै छु के साथीहरू, एकैचोटि धेरै खान पनि सक्दिनँ अनि मुख खाली राख्न पनि सक्दिनँ के। अनि यता मासु पकाउनको लागि मेरो श्रीमानज्यू चाहिँ खुब लागि परिरहनु भएको छ है त। आजको बिदाको दिन मिठो पकाएर खुवाउँछु भन्दै हुनुहुन्छ मलाई चाहिँ। कसेर पकाइरहनु भएको छ है त। म चाहिँ आज काम बिदा बसी रुम सफा गरेँ है त। रुम सफा गर्नको लागि चाहिँ आज मैले बिदा नै लिएँ। यता चाहिँ ल पाक्दैछ है त साथीहरू। आज चाहिँ नयाँ वर्ष मनाउँदैछौँ हामीले। म चाहिँ टमाटरको अचार बनाउँछु अब है त। पहिले गरेको टमाटर पनि हालिदिएँ। ल पतिना पनि रहेछ, मैले यो पनि हालिदिएँ। मैले सबै थोक हालेर अचार बनाउँछु अब। टमाटरको अचारमा चाहिँ पोलेको खुर्सानी हालेको चाहिँ मलाई साह्रै मनपर्छ क्या साथीहरू। पोलेको खुर्सानी हाले भने चाहिँ साह्रै मिठो हुन्छ। यता चाहिँ मासु पाक्ने कार्यक्रम हुँदैछ है त। मलाई चाहिँ कुखुराको मासु भन्दा चाहिँ खसीको मासु नै धेरै मिठो लाग्छ कि। कुखुराको मासु चाहिँ खासै खान मन लाग्दैन, तर झन् यो जाडोमा त झन् खसीको मासु साह्रै मनपर्छ। यता मासु पाक्दैछ अनि यता अचार बन्दैछ। अचारमा चाहिँ मैले भएभरको सबै थोक मसला जति भएको जति सबै हालिदिएँ है त। सबै हालिदिएपछि पक्कै पनि मिठो हुन्छ है त। अचार पनि रेडी भयो। यसलाई चाहिँ अब म एउटा सानो कचौरामा खनाइदिन्छु। हेर्दा त मिठो देखिएको छ, मेरो त मुखबाट नै पानी आइसक्यो। अहिले लास्टमा चाख्छु पनि है त। मलाई फेरि केही चिज बनाएपछि नचाखिकन चाहिँ हुँदैन क्या साथीहरू। यो अचार पनि मलाई चाखम लागिसक्यो। मैले अब यो कन्ट्रोल गर्नै सक्दिनँ है त। मैले चाखेरै छोड्छु फेरि। चाखेँ है त। ल वाउ पोलेको खुर्सानी हालेको साह्रै मिठो भएछ, पिरो टक्क। ल हामी चाहिँ पकाउँदैछौँ। पकाउँदै फेरि बोर लाग्छ क्या साथीहरू हामीलाई। बोर लागेर हामी चाहिँ फेरि भजनमा नाच्दैछौँ। मेरो बुढालाई चाहिँ भजन साह्रै मनपर्छ के, प्राय भजनमै नाच्नुहुन्छ। मलाई भने नाच्न खासै आउँदैन, म चाहिँ नाच्न सिक्दैछु है त बल्ल। यसो इन्टरटेनमेन्ट नै गर्नु पर्यो नि। यो हो गुन्द्रुक। आज चाहिँ गुन्द्रुकको पनि अचार खाने भनेर गुन्द्रुक रेडी गर्दै थियौँ। गुन्द्रुकमा हाल्ने त भटमास ल्याउनै बिर्सेछौँ क्या हामीले। गुन्द्रुकमा हाल्ने भटमास नभएपछि त अब गुन्द्रुकको अचार के बनाउनु भनेर थन्काइदियौँ। अब यो चाहिँ पापड चाहिँ साथीहरू मलाई तेलमा भन्दा यसरी नै फुराएको मनपर्छ क्या। यसरी पकाएको ग्यास्ट्रिक पनि नहुने, मिठो पनि हुने। तेलमा फुराएको खानुभन्दा यसरी नै मलाई चाहिँ बेस्ट लाग्यो के। हेर्नु न कस्तो राम्रो भएर फुरेको छ, कस्तो हेर्दा पनि खाउ लागेको छ। यो पनि मलाई अब खान मन लागिसक्यो है त साथीहरू। यो पनि मैले थोरै चाखेँ। बनाएको चिज चाहिँ अलिकति नखाइकन चाहिँ नहुने कि, मलाई मेरो मनले मान्दैन कि। ल हामीले यो पनि खायौँ है त। आज चाहिँ दुईजना सँगै भएर पकाउन पाइएको छ, धेरै समयपछि बिदा मिलाएर। आज चाहिँ एकदमै धेरै ह्याप्पी छु म पनि।
सेट दुईजना मिलेर गर्दा साह्रै खुसी लाग्छ। यो चाहिँ हाम्रो बिहानको तरकारी है साथीहरू, आलु काउली र तामा हालेको तरकारी। यो पनि साह्रै मिठो थियो। अब यो तरकारी चाहिँ मैले ढेँडो बनाउनको लागि चाहिँ भाँडा खाली गर्नको लागि खनाएको है त। अब विदेशमा अर्काको ठाउँमा धेरै भाँडा पनि नहुने, त्यही भएर चाहिँ मैले यो भाँडा खनाइदिएँ। यो चिसोमा भाँडा माझ्न भनेपछि चाहिँ मलाई चाहिँ लास्टै डर लाग्ने के साथीहरू, त्यही पनि अब माझ्नै पर्यो। माझ्दैछु भाँडा मैले। यता ढेँडोको लागि पनि पानी रेडी हुँदैछ। यो चाहिँ मेरो साथीको फेभरेट चक्लेट हो है साथीहरू। मेरो साथीले चाहिँ मेरो फेभरेट चक्लेट त पनि खाना त भनेर काममा खाना दिएको थिएँ, खानै बिर्सेछु भनेको। यो चाहिँ ढेँडोको लागि पानी पनि रेडी भयो। मलाई भने ढेँडो पकाउन आउँदैन है साथीहरू, पकाउन त के खाना पनि आउँदैन। ढेँडो नचपाइकन खानुपर्छ अरे, मलाई चाहिँ नचपाइकन निल्न पनि आउँदैन। फेरि मासु चाहिँ यता पाक्दैछ, यता ढेँडो बन्दैछ। ल अब ढेँडो पनि रेडी भयो हाम्रो। अनि यता मासु बास्ना चाहिँ मिठो आएको छ है त, पक्कै मिठो नै छ होला, बास्ना मिठाई छ। ल हाम्रो न्यु इयर चाहिँ यस्तै भयो है साथीहरू। यहाँ खाना खानको लागि पनि अब रेडी हुँदैछ। मैले अब ढेँडोमा चाहिँ घिउ हालेको असाध्यै मिठो लाग्छ क्या साथीहरू, त्यही भएर मैले चाहिँ ढेँडोमा घिउ हालेको है त। अब हामी खान्छौँ। ल मेरो मुटुलाई चाहिँ लास्टै मिठो लाग्यो अरे होइन, आफूले बनाएको ढेँडो आफैलाई। मलाई पनि एकदमै मिठो लाग्यो, एकदम मिठो छ है त। आजको हाम्रो नयाँ वर्ष हामीले यसरी नै मनायौँ। ल फेरि पनि सबै साथीहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। बाई बाई, टेक केयर।